आज हामी दिनमा धेरै पटक प्रयोग गर्ने तर कहिल्यै गहिरो सोच नगर्ने चिज टोयलेट। तर के तपाईलाई थाहा छ मानिसले करिब 5000 वर्ष अगाडि कहाँ र कसरी दिशा पिसाब गर्थे? टोयलेटको इतिहास अजीब, अचम्म र कहिलेकाहीँ एकदमै फनी छ। सुरुमा त कुनै टोयलेट थिएन। मान्छेहरू घरको पछाडि जंगलतिर वा खेतीबारीमै काम गर्थे। आज पनि कतिपय गाउँमा यो चलन बाँकी छ, तर यसलाई टोयलेट भन्न अलिक गाह्रो हुन्छ। आशिका दिदीले देखे भने त झन् भाइरल बनाइदिइहाल्छ। पछि आयो पहिलो सिस्टम, घर छेउमा ठूलो खाल्डो खन्ने, त्यसलाई पराल वा काठको छाप्रोले छोप्ने। प्रिमिटिभ तर काम चल्थ्यो। यो हजारौं वर्ष अगाडिको कुरा हो, तर अझै पनि नयाँ घर बनाउँदा कामदारहरूले टेम्पोररी टोयलेट यस्तै बनाउँछन्। देख्नु भएकै होला। केही बाठा मानिसहरूले 2 तलामा टोयलेट बनाए। माथिल्लो तलामा मान्छे दिशा गर्थे, तलको कोठामा सुँगुर राख्थे। मान्छेको फोहोर सिधै सुँगुरको खाना। यसलाई डुअल युज टोयलेट भन्न सकिन्छ। रिसाइकल सिस्टम 4-5 हजार वर्ष अगाडि नै। तर राति बाहिर जान गाह्रो हुन्थ्यो, त्यसैले मानिसले भाँडा जस्तो पट बनाउन थाले। त्यसलाई चेम्बर पट भनिन्थ्यो। करिब 3-4 हजार वर्ष अगाडि महिलाका लागि चाहिँ फरक भर्जन पनि बनाइदिएको थियो। पछि यसलाई नाइट जार भनेर बोलाउन थाले। हामी कहाँ पनि पुरानो पुस्ताले घरभित्रै टोयलेट नभएको बेलामा राति कोपरा नाम गरेको भाँडा प्रयोग गर्थे। आजको जेन्जीलाई के थाहा यस्तो कुरा? अब करिब 5000 वर्ष अगाडि अहिलेको इराकमा पर्ने मेसोपोटामिया सभ्यता र अहिलेको पाकिस्तान भारतमा पर्ने इन्डस भ्याली सभ्यतामा घरभित्रै माटोको टोयलेट हुन्थ्यो। तर सबैभन्दा फेमस रोमको पब्लिक ल्याटरिन्स, जहाँ 20 जनासम्म एकैपटक गफ गर्दै काम कुरो गर्थे। तल कन्स्ट्यान्ट पानी बोक्थ्यो अनि फोहोर बाहिर लैजान्थ्यो। इफिसियन्ट थियो। करिब 3000 वर्ष अगाडिको कुरा हो यो चाहिँ। तर रोमन एम्पायर पतन भएपछि युरोप अन्धकार युगमा गयो। पिट ल्याटरिन, चेम्बर पट्स यी सबै सिधै सडकमा फालिन्थे। क्यासलमा त झन् अनौठो, उच्च झ्यालबाट दिशा फ्याँक्ने। तल कम्युनल पिटमा सबैको फोहोर जम्मा हुन्थ्यो। र राति गाउँ फार्मर भनेर चिनिने मानिसले यी कम्युनल पिट सफा गरेर फोहोर सहर बाहिर डम्प गर्थे। हाइजिन एकदम न्यून। तर यस्तो तरिका खतरनाक पनि थियो, किनकि दुश्मनले तलबाटै भागा घुसाएर भित्र बसेकालाई मार्न सक्थे। 16औं शताब्दीमा सर जोन ह्यारिङटनले क्वीन एलिजाबेथका लागि पहिलो फ्लस टोयलेट बनाए, तर दुर्गन्ध रोक्न नसक्ने समस्या थियो। सन् 1775 मा अलेक्जेन्डर क्युमिङले एस-ट्याप बनाए, जसले पानी रोक्थ्यो र स्मेल बाहिर आउन दिँदैनथ्यो। पछि थोमस क्रैपरले यसलाई अझ सुधार गरेर यु-बेङ बनाए। 19औं शताब्दीमा सेवेज सिस्टम र ट्रिटमेन्ट प्लान्ट आयो। त्यसपछि टोयलेट खराब स्मेल र रोग फैलने साधनबाट मोडर्न लग्जरीमा परिणत भयो। आज टोयलेटहरू हाइटेक छन्। सेल्फ क्लिनिङ, अटोमेटिक फ्लसिङ, पानी बचत गर्ने डिजाइन्स, पिटदेखि प्यालेस, पिक्सदेखि प्लम्बिङ। टोयलेटको यो यात्रा हाइजिन, टेक्नोलोजी र मानव क्रिएटिभिटीको कथा हो।